हेलो नमस्कार सबैजनालाई है अनि वेलकम छ मेरो नयाँ भिडियोमा। अनि आज चाहिँ म चाहिँ वनतरु है वनतरु खन्न हामी जाँदैछौँ आज। अब माघे सङ्क्रान्ति पनि नजिकै आइसक्यो हैन, त्यही भएर आज चाहिँ हामी वनतरु खन्न जाँदैछौँ है त। अनि यहाँ चाहिँ छन् मेरो सानो बाछी है, चाहिँ यत्रो भइसकेको छ मेरो बासी चाहिँ। ब्याख्रा पनि छ है, अनि आलु छ यता मेरो आलु है, यता चाहिँ सानो सानो छ नि त सानो सानो चाहिँ आलु। अनि यहाँ चाहिँ मुला है, चट्ट मेरो बुढीले रोप्यो हो मुला चाहिँ। अनि यहाँ चाहिँ तोरी साग खानको लागि अलिअलि छऱ्यो, बिस्तारै आउँदैछ। अनि यहाँ केराउ छ है, त्यहाँ चाहिँ मुला। आज चाहिँ घाम पनि लागिरहेछ, सकिँदैन होला माटो सोहोर्न। ल त साथीहरू, म चाहिँ अब चाहिँ यहाँबाट चाहिँ लागिसकेँ होइन। अनि यहाँ चाहिँ अङ्कलहरू लगि जानुपर्छ। अघि चाहिँ के भन्दै म नजानु पऱ्यो भनेको थिएँ, अनि भोलितिर जानु पऱ्यो भनेको थिएँ। फेरि घरबाट चाहिँ बुढीले चाहिँ जानु नि, सब्जीहरू पनि हुन्छ, सब्जी अहिले फेरि इस्कुस र खा साग नखा साग छ नि त, त्यही भएर फेरि जा भन्नु थाल्यो र अनि चाहिँ म चाहिँ हिँड्दैछु है त। ल त दर्शक दिनहरू, अब म तल पुगेर देखाउँछु। यहाँ चाहिँ आन्टीहरूको आलुबारी है, अनि यहाँ चाहिँ तोरी पनि छ। सरसे की सरसों वो धीरे धीरे पागल हुआ रे मैं धीरे धीरे तेरी ये चुनरी आए दिल ले गई। यहाँ चाहिँ पुरा सिस्नो है, दामी छ, टिपेर खानुपर्छ अस्ति, यस्तो दामी छ नि यहाँ। अनि मलाई पनि खानु मन लागिरहेछ, भरे भयो भने खानुपर्ने हुन्छ यसलाई चाहिँ। पहिलाको साल चाहिँ म साथीहरूसँग गएको थिएँ, माथि हाम्रो फुचे भाइ अविनाश चाहिँ अनि सन्देशसँग गएको थिएँ। कस्तो के लड जस्तो गरेर ल्याउनु पऱ्यो है, त्यसो बाँस के को लागि काटेको छ, कसले काटेको छ, अस्ति काट्यो होला। सरी भए भुरु जान्थे उडेर, सन्चो छ कि बिसन्चो छ आउँथे सोधेर। यहाँ चाहिँ पुरा एक दुईवटा च्यान छ है। माग लाग्यो त्यसपछि अब यो हाम्रो उता ससुराली मेरो बुढीको माइतबारतिर चाहिँ चाडपर्व मनाउनुहुन्छ नि त, यो मगरहरूको चाहिँ ठुलो चाड गऱ्यो नि त। अनि यसरी अब हाम्रो मेरो चाहिँ बाजे ससुरा खस्नु भएको, ठुक्क बाजे ससुरा अरे ससुरा बाजे, त्यही भएर यसपालि चाहिँ के गर्छ कोनि मनाउनुहुन्छ हुँदैन त्यता। मेरो ससुराको चाहिँ बाबा खस्नु भएको, हाम्रो बाजे भनौँ न। अनि चाहिँ के गर्नुहुन्छ, म चाहिँ अहिले चाहिँ गरी है जाँदैछु।
पल्लोपट्टि होला म त मुनतिरबाट खन्दै उकालो निस्किनु पर्यो भेट्यो भने ठिक हुन्छ है त दर्शक बिनहरू अब म चाहिँ ठाउँमा पुगेर म देखाउँछु है त ल है त दर्शक बिनहरू म चाहिँ है लोकेसनमा आइसकेको छु अब म चाहिँ यहाँ खन्नेछु होइन 2टा रहेछ भेलो देखाउँछु अनि त्यहाँ खन्नु पर्यो यस्तो हेऱ्यो यो पहिला यहाँ रुख जङ्गल काटेकोले गर्दाखेरि यो भइसक्यो यहाँ पानी पनि कस्तो दामी रहेछ एकछिनमा तिर्खा लाग्यो भने यहीँबाट सजिलो हुनुको यो जङ्गल काटेको बोर चाहिँ उयो भएर छ कि बेला त ठिकै रहेछ ठुल्ठुलो अब हेरौँ तर फल्नु चाहिँ कस्तो फल्छ होइन यस्तो भोलिबाट आउँदैछु है म चाहिँ कोट्याउनु चाहिँ यहीँबाट कोट्याउँछु मुनिबाटै भने यस्तो गरेर जानुपर्छ नि त यहाँ रहेछ होइन यहाँ 2टा रहेछ म चाहिँ यही खन्नु पर्यो भन्दैछु कता फल्छ कुनै लाई त म अब खन्नु स्टार्ट गर्छु है हेर्दै गर्नु होला लास्टसम्म हेरेर 700 दिनु होला है त अब यहाँ खनेको पनि देखाउनु त हुन्थ्यो नि अब के गर्नु छैन है टक्क यसो अड्काउने होइन भएर यहाँ खनेको देखाउँदा पनि कस्तो दामी हुन्थ्यो अब त्यो छोड्नु नभएपछि के गर्नु यस्तै छ है त हेरिदिनु होला है त टक्क म तरुल निकाल्छु ल त साथीहरू मैले चाहिँ वनतरुल फलाइसकेको छु है अनि यता फल्दैछ है यहाँ माथि यहाँदेखि फलेको होइन यहाँदेखि फलेको यहाँदेखि उदुवा छ यसै साह्रै ढुङ्गा घारीमा रहेछ अनि माथि पनि फेरि एउटा छ नि त माथिको पनि आउँछ होला अनि यसको पनि आउँछ है मैले अहिले चाहिँ यसको फलाइरहेको छु अनि यत्रो मुनि आएर फलेको रहेछ यो नागबेली पनि होइन यत्रो रहेछ अब म चाहिँ तिर्खा पनि लाग्यो है पानी पनि खान्छु लास्ट तिर्खा लगाएर ल त म अब एकछिनमा फेरि देखाउँछु है ल त दर्शक बिनहरू मैले चाहिँ यस्तो टुक्रा पारेर निकालेको छु ढुङ्गाले गर्दाखेरि साह्रै भएन कि यस्तो भयो अनि म चाहिँ गले पनि है अब चाहिँ बोरामा हालेर पतिर जानेछु त्यो पतिर पनि झ्याङ देख्दै थियो एउटा त्यो पनि हान्नु पर्यो भनेर कि ल त दर्शक बिनहरू मैले चाहिँ सबै यहाँ चाहिँ यत्रो निकालेँ है यहाँ अझै छ है अनि यो माथिल्लो लडाको पनि खन्नुपर्ने छ यो चाहिँ यसको पनि खन्नुपर्ने छ यहाँ यता पनि छ होइन वनतरुल है म चाहिँ चट्ट निकालिसकेको छु ल त हेरिदिनु होला अब म यहाँ पनि खन्नेछु है त ल त मैले चाहिँ तरुल पनि लिएर आइसकेको छु चट्टसँगलाई अब चाहिँ भोक पनि लाग्यो अब खाजा बनाएर खाने यो वनतरुल धुवा न